हेलो म्याडम, तपाईँ सिङ्गल हो कि मिङ्गल हो? म सिङ्गल हो। ए त्यसो भनेपछि तपाईँलाई मैले प्रपोज गरेँ भनेपछि तपाईँले एक्सेप्ट गर्नुहुन्छ कि गर्नुहुन्न? नै गर्दिनँ। किन? तपाईँको मेरो लेभलै मिल्दैन। कसरी लेभल मिल्दैन? के कारणले चाहिँ मिल्दैन? अब के कारणले भन्नु त, तपाईँ अलिक के म के छ अलि? तपाईँ अलिक मभन्दा ठुलो एजको हुनुहुन्छ नि त। अनि ठुलो एजकोले बुझ्छ भन्ने थाहा छ कि नै धेरै कुरा? थाहा छ त्यो त, तर मलाई चाहिँ मेरो एजको चाहियो। कति वर्ष पुग्यो र भन्न मिल्छ? भन त। 16 वर्ष भनेपछि म पनि 17 भए भर्खर। तिम्रो लागि एज घटाइदिन्छ नि मैले। तपाईँले हावा बोल्नु भयो। हो साँच्चीकै घटाइदिन्छु क्या। होइन हावा। के छ विचार भन? मेरो त एक्सेप्ट गर्ने कि नगर्ने? गर्ने भएपछि म प्रपोज गर्छु साँच्चीकै हो। नै म त गर्दिनँ। किन नगर्ने भन न, कारण त होला नि त एउटा। त्यही त, तपाईँको त मेरो लेभलै मिल्दैन। मन दुख्यो यार।